होइन मैले भिडियो गराउँछु गुड मर्निङ न्यू डे न्यू ब्लग फेरि घुम्न जाँदाखेरि यता यता गफ चलिरहेछ यता गफ गरिरहेछ सबै आमा आन्टी नानी दाई दिदी अग्ला चुली हामीहरूलाई सँगसँगै हामीसँग मसँगै घुमाउँछ बाफ्रे कहाँ जाँदैछु छोरी झन् आज माइत भने यो कुन ठाउँ रे बड्डारा कस्तो राम्रो पहाड देख्छ देखेछ गर्मी महिनामा गर्मीले सुत्न सकिन्न यति छिटै घाम लागिसक्यो जाडो महिना बिहानै घाम लागिहाल्छ देवीस्थान पुगिन्छ देवीस्थान चाहिँ माथि बजार पुग्दैन रम्दी हुँदै रम्दी हुँदै जाने चेन्डाबाट माथि हो नि उकालो जाने हामी त्यो बाटो तल झर्ने हो त्यही त्यहाँ अटो गएको छिन् जाने हो तिमी आइसिनु आइसु त किन आउने रे आछु तर त्यस्तरी यस्तरी हेर्दिनँ कि मैले लाग्ने गाडी लागे जस्तो त्यो त पोइन्ट होइन टिकटक पोइन्ट भन्दा टिकटक पोइन्ट छ टिकटक बनाउँछन् कि त्यहाँ पनि मैले ख्याल गरेको थिएँ यही नै होला होइन त्यो त आउनु जग्गा उहाँ पनि त टिकटक पोइन्टै भनिएको छ नजरबारी त्यो भाइरल डाँडा जहाँ पनि एउटा ठाउँ हुन्छ पोइन्ट हुन्छ धानखोलाभन्दा उता उतापट्टि त्यो डाँडामा के ए त्यो भाइरल के गाउँ रे थक्लेनी त्यस्तो तल पनि मान्छेहरू कति दुःख गरेर बसायो तल सिधै तल काटेर जानुपर्छ त्यहाँ त्यो नथक्लिनु त त्यति बाटोदेखि तलतिर हो त्यस्तो तल त फेरि सम्म छ नि सम्म पराइदियो नि खेत देखेर त्यहाँका मान्छेलाई कस्तो राम्रो देखेछ तर अझ प्युठान पुगेर अनि क्रस गरेर अनि बल्ल हामी त्यहाँ पुग्छौँ नि ओहो त्यहाँनिर झुलुङ्गे पुल पनि रहेछ गाडी रोका कहाँ देखेछ अगाडि यता देखिरहेको कि यता अहिले देखिँदैन नि हेर देखेँ होइन मैले चाहिँ देखाएको छु क्यामेरामा देखेर बिहानमा के देखिन्छ अहिले कस्तो राम्रो स्वर्गमा आए जस्तो भयो स्वर्ग हेर्ने स्वर्ग भनेर त्यस्तो भिडियो बनाउँला है बसेको प्लेन होइन माथि छ यो गाउँ अलिअलि हुस्सो चाहिँ ओली टोला गाउँ होला कि यो ओलीहरू ओली बस्ने टोला होला कि ओली बस्ने अझै उतै नभन्ने दामी रहेछ केटाले खेल्न जान्छ देखिन पर्ने कि यहाँबाट यो चाहिँ पिच गर्नु बाटो अझै सहज गर्नु पर्ने बाटो यस्तो सेतै पुल्या हामी मन्त्री हुनुपर्छ यसलाई पक्की गर्नलाई त बाटो त भन्दैछ नि शर्मिला पुरा राम्रो ठाउँ छ नि त्यही बजेट पार्दिने बाटो लालीगुराँस है त स्वर्ग जाने बाटो यताबाट हिँड्नु पर्छ यहाँबाट सर्टकट कस्तो राम्रो देखेछ हामी अगाडि मेरो क्यामेरा राम्रो नि त आइफोनहरुमा त राम्रो देखिँदो हो के यो स्वर्गदेव जाने बाटो देवा
हामी झरे बङ्गलाचुली अलि तर्दै हुन्छ है कस्तो राम्रो हिमाल देख्छ चिसो मौसम के नि आहा क्या राम्रो छ मजा आयो रमाइलो भ्यू हेर्दै हेर्दै डाँडा काँडा हेर्दै हेर्दै ए हाम्रो टोली अगाडि गइसक्नु भयो हामी छौँ तर रमाइलो छ आउन घुम्नलाई कस्तो मजा आउँदो रहेछ म त अगाडि जान्छु कि ओके मैले त्यही देखाइरहेको थिएँ दिदी कहाँ जानुभयो भनेको त प्योर छ नै कुन चाहिँ राम्रो छ त्यो खाने भनेको हामीले भेट्यो खोइ त आमा देखिनु होइन यो त झनै राम्रो छ यहाँ छ एउटा ए यही चाहियो यही भाइ दिदी मजा छ तर सही छ बाटो गाडी लाइलाई आएको पनि मजा आयो तर यस्तो हावा चल्यो नि क्या मस्त म त टोपी खोल्छु होला भने देख्न सक्दैन म लास्ट चिसो छ हाम्रो ग्याङको त्यहाँ छ तपाईँले एउटा भ्यू देखाउँछ है देख्नु भयो कि नै हिमाल यति माथि आएको हामी कस्तो दामी देखेछ नि कस्तो राम्रो गाउँ छ यहाँनिर कस्तो राम्रो कस्तो हावा चल्यो हाम्रो ग्याङ चाहिँ यहाँ बङ्गलाचुली लेखेको रहेछ यहाँ पर्यटक स्थल जाडो भयो ज्याकेट लगाएर जाडो भयो ज्याकेट खोल्छु भन्नु नि थियो अझ आमाले त हाम्रो आन्टी हाम्रो दिदी कालो वाह तर आउनुहोस् त पोखरा जतिको राम्रो त यहीँ पनि छ मस्त बस्ने आनन्द बस्ने हिमाल हेर्दै हिमालको घाममा बस्दै बुढो सासु आमा आउँदा हामी अरू केही हेर्दैन भाले हेर्दै हिँड्यो हामी यो त्यही भएर हामीलाई एकदम घाटा पार्नुहुन्छ कि हाम्रो टोल चाहिँ कति चाँडै हो कि कति चाँडै हो के हामीले यहाँ रहेछ भाले लुकेर बसेछ ठुलो छ यो भ्यालो पनि ओ त्यहाँ कालो देखेछ त्यहाँ हुनुहुन्छ भ्यूटा आहा यहाँदेखि झन् दामी देखि मजा साह्रै मजा जाडो पनि साह्रै जाडो मजा पनि साह्रै मजा टोपी जाडो हजुर मेरो पुन्तेहरू पेन्टहरू मेरो पुन्तुलो अझै राम्रो अझै राम्रो छ आमा यहाँभन्दा प्युठा स्वर्गदारी यहाँभन्दा राम्रो अझै
उडायो रे मैले देखेँ कि बजार जस्तो देखेछ यहाँ तल खोलानिर घोडा घोडा अघि त्यही घोडामा चढ आउनु भएको थियो नि हामी तल झऱ्यौँ भ्यू टावर हामी इन्जोय गरेर अब मस्त गर्मीमा आएर सरेर बस्ने जस्तो मजाको वरिपरि डाँडा हेर्ने जस्तो रहेछ क्या जाडोमा त जा त्यति सिरेटो हानु माथि उता फोटो खिच्ने डाँडो पनि त रहेछ नि उतातिर जा यो हिमालसँग जोडिएको ऊ भएन नि के लिनु म खिचिदिन्छु खिचिदिनु त हो के हिमालै हेरिराख्नु जस्तो देखिया छ मेरो क्यामेराले नदेखे पनि कस्तो राम्रो देखिया छ बङ्गलादेश के खान्छ छोरो चिज बल दिनु मेरो छोरीलाई हामीलाई पानीपुरी दिनु पसल रहेछ मकै नखाने त्यही पानीपुरी दिनु कतिको आउँछ हामी पानीपुरी स्टार्ट गर्न खान्छ हजुर नातिनो लाटो सिस्न पकाउन ढिला हुन्छ बालछोरीको बसाइ औषधि चाहिँ नलेखेन मतलब गरौँ त होइन छोरी बाबाले बोक्नु भएको थियो चिज बल गर्नु भएको मैले किन गर्नु परेन के भयो तिमीलाई कान दुखेछ खानु न मैले बाबालाई दियो बाबाले दियो के खान्न मैले पोखरा पृथ्वी जगैमा कति केटा छैनन् रे होसैमा कति केटो छैनन् रे होसैमा हामी हिमाल हेर्न आछौँ डाँडा काँडा हेर्न आछौँ टाढा टाढा छौँ पानी त हाम्रो बसमै छ छोरा बस कता छ हाम्रो बसमा छ बाबासँग मागौँ ल हस् कस्तो राम्रो छ कि छैन छैन यहाँ घुम्ने ठाउँ भन त कुरा गर न मसँग राम्रो छ कि छैन यहाँ मन परेन हजुरलाई किन ए मामा घर मन पर्छ तिमीलाई यस्तो राम्रो ठाउँ रहेछ तिमीलाई मामा घर मन पर्यो कस्तो मायालु हजुर अनि हजुरलाई दादालाई छोडेर किन आउनुभयो त आफूले त लग्यो त अनि मैले यति राम्रो ठाउँमा घुम्न आएको तिमीले दादालाई बोलाइदियो आफूले आफ्नो दादाको माया लाग्दैन तिमीलाई दादाको तिम्रो गएर मेरो पनि छुट्टी दादाको पनि छुट्टी त हो नि ल जाम उता घुम्न जाने रे होइन बाबाले बोक्नुहुन्छ है हजुर त बिमारी हुनुहुन्छ कि हजुर बाबासँग बस्नुहोस् कि प्लिज म बाबा सँगसँगै हिँड्छु ल बाबाले उचाल्नुहुन्छ म त खुट्टा दुखेर अब चाहिँ यहाँ काटेर खुनु निक्ल्यो मेरो हातमा हेर त यहाँ घाउ छ बाबाले उचाल्नुहुन्छ माया गरेर अहिले फेरि झर्ने बेला मैले बोक्छु हस् यस्तो केटाकेटी नमानेपछि कस्तो हुन्छ आम छोरी मेरो बाबासँग नमाने जो मैले पुन्तु मायालु अनि मैले फेरि के किनिदिन्छु बाबाले किनिदिएर चिज बल बाबाले किनिदिन्छु ल बाबाको जो बाबासँग जाऊ के आउनुहोस् जाऊ के प्लिज जाऊ न माया गर्छु कि एकचोटि ल जाऊ फेरि हामी अलिक तलपट्टि लाग्यो हामी चाहिँ त्यहाँ जानलाई रेडी छौँ हामी त्यता जानलाई हामी चाहिँ बस्ने ठाउँमा यस्तो छ बाटो सके नि कस्तो दामी देखिँदो रहेछ फोटो खिच्ने ठाउँहरू रहेछ सल्लाहको बुट्टा उता रहेछ त्यहाँ जाम्ला अहिले सल्लाहको बुट्टानिर तर माथि भ्यू पोइन्टमा त चिसो हावा चलाएको थियो कि थुम्का र थुम्की त धेरै देखिने कि यहाँ खुल्ला
बङ्गला चोरी डाँडो त भन्थे सबैले साँच्चै केटा अङ्कलले भन्नुहुन्थ्यो कि डाँडा हेर्न जाने के हेर्न जाने र डाँडा हेर्न आएछ हिमाल पनि देख्यो त राम्रो राम्रो गराएर गराउँदैछन् तर गान्द्रुक पनि यस्तै छ नि दिदी गान्द्रुक पनि खास यस्तै हो कि एक ठाउँतिर हिमाल देखिन्छ अनि अरू सबै यस्तै हुन् त्यो हामी कति गान्द्रुक भनेर जान्छौँ नि त्यो यहीँ नि फुलसुल लगायो भने यहीँ पनि राम्रो देखिन्छ कि गान्द्रुक जतिको बन्न सक्छ यो ठाउँ पनि सम्भावना छ कि अनि फुलहरू लगाउने पनि त सेम त्यही के गान्द्रुक जस्तै मलाई त्यही भाइ आयो त्यहाँको गीत उकालो अब फेरि उकालो यहाँबाट पनि देखिँदो रहेछ दिदी तर कस्तो राम्रो खेतीपाती गरेर हरियो भएको नेचुरल कुर्ची कस्तो मजाको छ बस्नु एकचोटि हजुरहरूलाई सबै भ्यू देखाउँछु है यहाँबाट तर मेरो मोबाइल क्वालिटी राम्रो छ तर यहाँ आएर हेर्नु भने एकदम फुल इन्जोय गर्नुहुन्छ हाम्रो आमा दिदी भ्युज हाम्रो ग्याङ फोटो खिचेर टिकटक बनाएर भिडियो गराएर फर्क्यौँ यस्तो देखिन्छ उल्टे फर्किँदा त मान्छेहरू अघि नै फर्किसके अझै हामी चाहिँ फर्किँदैछौँ रमाइलो छ घुम्नलाई आउँदै गएर है भने रमाइलो छ सर अब सबै माथि हामी जाने चाहिँ त्यहाँनिर हामी जाने सर हामी यहाँ छन् हामी जान्छौँ त्यहाँ भाले पाक्दैछ हाम्रो भाले काटेर खाने प्रोग्राम छ भाले पाक्दैछ के फलिरहेछ यहाँ सही छ बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् भने जस्तै छ हाम्रो दाङ स्वर्ग हामी चाहिँ 4 जना आउँदै हुनुहुन्छ पछाडि उकालो चढ्न चाहिँ धै हुन्छ त्यहाँबाट अब हामी यतातिर लाग्दैछौँ यहाँ यति ओह्रालो छ मलबटे ब्रेक लाग्दैन ब्रेक लाग्दैन ब्रेक लागेन हो चिप्लो राम्रो छ यहाँ पनि हिमाल देखिन्छ यहाँबाट ओराबाट आएर सल्लाहबाट कस्तो राम्रो देखेछ नि त्यतानु गएर फोटो खिच्नु पनि राम्रो देखिन्छ होला यहाँ चाहिँ पिकनिक स्पोट रहेछ पिकनिक खाने ठाउँ पनि राम्रो रहेछ छाप्रो रहेछ पानीको व्यवस्था त देखिनँ मैले होला कतै तर यहाँ बस्ने ठाउँ रहेछ राम्रो साह्रै राम्रो रहेछ पिकनिक खाने सल्लाह बुढा हेर्दै सही छ हाम्रो बुढाहरूले छोडेर आएर बस्नु भएको सल्लाहको बुट्टा चाहिँ यहाँ बल्ल बाक्लो देख्यो यहाँदेखि चाहिँ पिच रोड छ बाटो राम्रो छ पिकनिक स्पोट राम्रो रहेछ बस्ने खाने रमाउने शान्त माइन्ड डिस्टर्ब भएको बेलामा आएर गर्मी मौसममा वैशाख जेठतिर आएर बस्ने जस्तो रहेछ कस्तो मजा लाग्ने जस्तो रहेछ सल्लाहबुटा यहाँनिर छुन्छु है यहाँलाई सल्लाहबुटालाई देखा
यो फलला यो सजाउनेवाला सही मजा लाग्ने ठाउँ रहेछ स्वर्ग जाने यहाँदेखि तर पनि जता कतै पारेर कतै राम्रो गराएको हो के टोयलेट बाथरुम यता रहेछ क्या देखेछ सिन भने क्यामेरा देख्ने बन्द भइहाल्छ कि फेरि छोरी नाचे छिन् त अनि गाइदिनु नि त अनि त्यही भएर नचाउनु कि छोरीलाई सकिन्छ भने जाम न ठुलो विचारै गरौँ त ल सिधै ब्रेक नआनिकन झरेको ठाउँ हो के अब यस्तो पाइन्न च्यालेन्जै होइन म त पाइन्न भन्नाले ठुली हुन्छ काखमा उन्ने कसले सक्छ यो उकालो चढ्न जाम ल जो यहाँबाट फटाफट दुगेर जाने त्यसले भाले खाने टाउको ए पुच्छर त्यहाँ टुप्पामा पुग्नु पर्यो के आधी लुरे ग्याङ फेरि यता हामी पछाडि च्यालेन्ज गर्ने ग्याङ अगाडि हामी दिदी सबभन्दा पहिलो सुन्तला कि अमला मलाई हेला गरेर यो उकालोमा मलाई हेला गरेर यस्तो उकालोमा चरी बोकाउनु भएको छ रमाइलो भयो अहिले हो घुमाएपछि त रमाइलो भयो नि बल्ल होइन राम्रो लाग्यो के खाइछु तिमीले भन त मिठो छ हो र हस् अहिलेपछि फालिदिनु होला जाडो भयो कि नै जाडो भयो के खान्छौ कमला सुन्तला कि अमला अहिले चाहिँ हामी अमिला खान्छौँ भन न अहिले चाहिँ अमला खान्छौँ काफलको बुटो हामी ट्याक्कै यहाँ काफलको बुट्टानिर छ हामी ट्याक्क अन्त खाना खाने बेला भयो अब चट्ट बसेर पिकनिक पिकनिक हुनलाई हाम्रो अर्को बिडा पनि ल्याउनुपर्छ बस्नलाई अरु के हो पानी मिठो हुन्छ त्यस्ता कुरा नगरौ खुवाउने बा घर लगेर हिमा हेर्दै खाना खाँदै मस्त याद छ नि हजुरलाई कस्तो खाना खाँदै हिमाल हेर्दै गर्नु मजा आउँछ डाँडामा टुप्पामा बसेर हिमाल हेर्दै हाम्रो पिकनिक जस्तो भयो सानोतिनो पिकनिक जस्तो भयो आटोवाला थाल ऊ अन्टिल दिनुभएको छ ऊ त्यो डाइसिम छ मैले जान्दैन अन्टिल हाल्नुहुन्छ हामी चाहिँ बुन्तीमा छिन्छोले माम खान्छ अब यो खा चिची माम कस्तो मिठो छ खाऊ यस्तरी खाना खान पाएछ यस्तो गर्दा खाना खाँदा पाएछ भने तिमीले थाहा पाएन जाऊ थाहा पाऊ के माम थाहा पाऊ के बास्न मिठो आएको छ सलाद तपाईँलाई हाल्नु तपाईँलाई हालेर मलाई के ए ऊ आएन त्यो ऊ नआएर होला ढिलो मलाई हालिदिउँ यसमा हालिदिउँ यो थालमा हालिदिउँ म यहाँ निकाल्छु यसमा हालिदिउँ एउटा म ऊ निकाल्छु हालेपछि त्यहाँबाट मैले हाल्छु तर त्यो खाना स्टार्ट भयो भावर दाइले अलि मेरोमा एउटा परेको थियो अनि मैले त्यहाँलाई हालिदिएँ उसले फेरि उता लाल बत्ती ल्याएर फेरि म तैँले नखान्छ
दिदीले देप्चीमा हाल्नु भयो देप्चीसँग पाल्नु मजा के त्यो डल्ले खुर्छ नि जुठाले छ नि खानु बाई बाई गर्दैछन् हामी जाँदैछौँ घर भ्याइयो हाम्रो पिकनिक पनि भ्याइयो हामी जानलाई रेडी हुँदैछ बङ्गला चुरीलाई बाई बाई गर्नु गएको छ तर आन्टीले आन्टीले दिदी सुन्दा होइन मैले भिडियो गरेको पैसा ए मेरो 20 रुपियाँ गएको छ ल ल जा जे पर्ला पर्ला फेरि दिदी झलीको के झलीको तिम्रो हाम्रो गेम घरतिर अब सब रमाइलो गरेर भ्याएर टाकन टुकुन भ्याएर अब घरतिर लाग्यौँ बाई बाई अब हामी लाग्यौँ घरतिर मेरो सम्पत्ति त्यही मोबाइल मात्रै हो अहिले दाम त छन् अब घरै गरेर निकाल्दा होला 1 2 3 निकाल राखे पनि हुन्छ त्यही राखे पनि भयो बाई बाई लाउनु मेरो सुरक्षितसँग राख्नु मेरो झोला फेरि कस्तो सम्हाल्यो 7 आइटम फेरि अनि त्यसरी सम्हालेर राख्छ बन्द गर्नु हामी त केही आइटम किने छैनौँ होइन उहीँ बस क्या उही ठाउँमा बस जाने छैन मलाई नेपाल सल्लाहको बुट्टा आयो बल्ल टच गर्न पाएँ मैले टच गर्नै पाएको थिएन कि ल हुन्छ आजको हाम्रो पिकनिक भनौँ कि घुमाइ भनौँ कि जे भने नि एकदम स्पेसल फ्यामिली टुर यहीँ सिद्धिन्छ अब हामी यहाँदेखि सिधै घर जान्छौँ थ्याङ्क यू फर वाचिङ राम्रो लाग्यो भने कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला धन्यवाद बाई बाई